मनमा धेरै शङ्का तर त्योभन्दा अलिकति धेरै विश्वास लिएर हिँडेको म त्यो बिरानो सहर। आजभन्दा करिब 25 वर्ष पहिले। रहर त खासै थिएन त्यो सहर छिर्ने, तर आवश्यकता र बाध्यताको बोझ निकै भारी भएको हुँदा केही गुमाएर केही कमाउने आशाले एक्लिएको यो मनको लहर। अपरिचित त्यो ठाउँमा गुमनाम भएको मेरो सानो गाउँको यादहरूलाई सम्झँदै जिम्मेवारीको भारसँग, कठिन चुनौती अनि हारसँग लड्दै उठ्दै म अघि बढी नै रहेँ। सपनालाई यथार्थ बनाउने लक्ष्यले हिँडेको म कयौँपल्ट त यथार्थलाई नै सपना सम्झेर म रमाइरहेँ। सहरमा के चाहिँ छैन होला र भनेर हिँडेको आमालाई आज यहाँ दुख्छ आमा भनेर देखाउन लायक एउटा घाउ छैन। मान्छे नै मान्छेको भिडको यो खोक्रो सहरमा सुनिदिने त कैयौँ छन्, तर कुरा बुझिदिने कतै एउटा ठाउँ छैन। पैसा हेरेर नाता गाँसिने, सो अफ गरेर कमाइ नासिने अनि आफ्ना आवश्यकता पूरा गर्दा गर्दै आमा र पियारीका इच्छाहरू निसासिने सहर रहेछ यो। यहाँ सुन्नमा आउँछ यो भन्दा ठुलो सहर छ अरे 7 समुद्र पार, अनि त्यहाँ पनि त्यस्तै बिरानो जिन्दगी, सङ्घर्षको कथा भएको छ यो। आमाको माया अनि पियारीका आँसुले भरिएको चिठी पढ्दा बेला बेला लासामा धन कमाउन गएको मदन जस्तै लाग्छ म आफूलाई। मुनालाई त आमा छिन् अनि आमालाई मुना, तर छातीभरि गुम्सिएको यो बिरानो सहरभित्र मरेको रहर खै म सुनाऊ कसलाई। गाउँघरको दुई मुठी याद आउँदा जब म आमा र प्यारीलाई सम्झन्छु, दुःखका धर्साहरू गाला र निधारमा चाउरी परेको स्पष्ट देख्छु अनि लाग्छ म त्यसै कहाँ आएको हो र यहाँ रहरमा। तर कसले बुझिदिने र खै, बिना काम, बिना सपना, बिना रहर मात्रै सास फेरेर बाँच्नु परेको छ यो बिरानो सहरमा।